नेपालको सेयर बजारमा आउने अधिकांश मान्छे एउटै प्रश्नमा अल्झिन्छन्, ट्रेडिङ गरौँ कि इन्भेस्टिङ? नमस्कार, स्वागत छ तपाईँहरूलाई नेप्सेलोजिक ल्याबमा। आज चाहिँ तपाईँहरूलाई म यो ट्रेडिङ र इन्भेस्टिङको बारेमा चाहिँ ट्रेडिङ भर्सेस इन्भेस्टिङको बारेमा चाहिँ बताउन गइरहेको छु होइन। नेपालको सेयर बजारमा तपाईँको लागि चाहिँ कुन ठिक हो त, ट्रेडिङ गर्ने कि इन्भेस्टिङ? यो कुरामा चाहिँ तपाईँलाई सरर मैले चाहिँ आफ्नो अनुभवको आधारमा ट्रेडिङ र इन्भेस्टिङको बारेमा बताउन गइरहेको छु। अब नेपालमा चाहिँ मान्छेको मनमा उब्जिने प्रश्न चाहिँ त्यही हो है। मैले भिडियोको सुरुवातमा नि भने ट्रेडिङ गर्यो कि इन्भेस्टिङ? कसैले भन्छ ट्रेडिङ गरे छिटो पैसा बन्छ है केटा हो भन्छ होइन। अर्कोले भन्छ इन्भेस्टिङ मात्रै सेफ हो है जोगिएर भन्छ। तर रियालिटी के हो भने नेपालमा धेरैले दुवैलाई मिक्स गरेर न ट्रेडिङ गर्छन् न इन्भेस्टिङ क्या। मैले नि सुरुमा त्यस्तै गर्थेँ। सबैको समस्या नै त्यही हो नेपालको। यो भिडियोमा चाहिँ म तपाईँहरूलाई एकदम किताबी ज्ञान, बुकिस डिफिनेसन होइन होइन, नेपालको कन्टेक्स्ट र रियल इक्जाम्पलबाट ट्रेडिङ र इन्भेस्टिङको फरक देखाउन चाहन्छु है त। नेपालमा चाहिँ धेरैले यस्तो गर्ने गर्छन् क्या, मैले देखेको मेरै सङ्गतमा भएकोहरूले पनि आइपिओ भरेर चाहिँ सेकेन्डरीमा बेच्ने, अनि त्यही नै ट्रेडिङ हो भनेर सम्झिने होइन। अनि यसो हेऱ्यौ, लङ टर्म भनेर सेयर किन्यौ, तर 5% डाउन हुँदा अनि फेरि प्यानिक सेल गरिहाल्ने, ओहो यो त घाटै पो भयो त भनेर होइन। अनि कुनै एउटा सेयर किन्यो, त्यसमा प्रफिट भयो भने ट्रेडर, लस भयो भने छोडिदिउँ अब यत्रो लस भइहाल्यो, अब त यो इन्भेस्टर, यो त इन्भेस्टिङ भयो नि यो स्क्रिप्ट त भनेर लस भयो भने चाहिँ इन्भेस्टर भनिदिने होइन। यो कन्फ्युजनले नै मान्छेलाई मार्केटमा टिक्न दिँदैन क्या। क्यापिटल लस त्यसै भइरहेको हुन्छ मार्केटमा। यही कारणले गर्दा कति चाहिँ टिक्नै सकेको हुँदैनन्। इन्भेस्टिङ भनेको के हो त होइन। इन्भेस्टिङ भनेको चाहिँ कुनै पनि एउटा कम्पनीमा तपाईँले पूर्ण रूपमा विश्वास गर्नु हो क्या। त्यसको सेयर प्राइस डेली हेरिराख्नु पर्दैन त्यसको लागि होइन, त्यसको बिजनेस हेर्नुपर्छ क्या। नेपालमा चाहिँ इन्भेस्टमेन्ट भन्नाले चाहिँ तपाईँले फन्डामेन्टल स्ट्रङ कम्पनीहरू होइन, प्रफिट ग्रोथहरू कस्तो छ, त्यसको डिभिडेन्डहरू कस्तो दिइरहेछ, बोनसहरू कस्तो दिइरहेछ, त्यो हेर्नु पर्यो होइन। त्यस्तो कुराहरूले फरक पार्छ। अनि यसमा चाहिँ वर्षौँको चाहिँ प्यासेन्स चाहिन्छ क्या। अब इक्जाम्पलको कुरा गर्ने हो भने चाहिँ यदि तपाईँले कुनै एउटा सिमेन्ट कम्पनी होइन, ब्याङ्किङ कम्पनी वा हाइड्रो पावर कम्पनीको चाहिँ रिसर्च गरेर किन्नुभयो र त्यसलाई 2-3 वर्ष होल्ड गर्नुभयो र अनि त्योबाट चाहिँ त्यसले दिएको चाहिँ प्रफिटहरूबाट चाहिँ क्यापिटल गेन हुँदै गयो, प्रफिट त्यसले दिएकोहरू चाहिँ बोनसहरूबाट बढ्दै गयो भने त्यो इन्भेस्टिङ भयो। इन्भेस्टिङमा चाहिँ के हो भने इन्ट्री टाइमिङ पर्फेक्ट हुनु पर्दैन क्या। तपाईँले डेली चार्ट हेरेर बस्नु पनि पर्दैन। यसमा चाहिँ अलि आफ्नो इमोसन पनि कम हुन्छ होइन। तर फेरि त्यो साथसाथै के हो पनि भने इन्भेस्टिङ चाहिँ स्लो छ होइन। क्यापिटल चाहिँ लामो समय चाहिँ तपाईँको पैसा ब्लक भएर बस्छ होइन। गलत कम्पनी तपाईँले छान्नुभयो भने चाहिँ तपाईँको क्यापिटलै ड्यामेज हुने सम्भावना हुन्छ होइन। सम्भावना हुन्छ होइन, ड्यामेज हुन्छ नै क्या। अब ट्रेडिङको कुरा गरौँ है त। ट्रेडिङ भनेको चाहिँ प्राइस मुभमेन्टबाट पैसा बनाउने स्किल हो क्या। अब नेपालमा चाहिँ एक दिनमै 10% बढ्ने र 10% घट्ने हुन्छ होइन प्राइस मुभमेन्ट। अनि त्यो सँगसँगै अब फेरि 3 दिनमा मात्रै सेटलमेन्ट हुन्छ नि त नेपालको सेयर भनेको। आफ्नो खातामा 3 दिनमा मात्रै आइपुग्छ। त्यो गर्दा त्यो हिसाबले नि नेपालको ट्रेडिङमा चाहिँ एकदम डे ट्रेडिङहरू सम्भव छैन होइन। नेपालको ट्रेडिङ भन्नाले चाहिँ अब कमनली चाहिँ स्विङ ट्रेडिङ होइन, लङ पोजिसनहरू बनाउने स्विङ ट्रेडिङहरू प्रायः कमन छ होइन। अनि यसमा चाहिँ क्लियर इन्ट्री इक्जिटमा ध्यान दिनुपर्छ होइन, रिस्क कन्ट्रोल गर्नुपर्छ। अनि तर अब राम्रोसँग बुझेर गऱ्यो भने स्मल प्रफिट हुन्छ होइन, तर कन्सिस्टेन्सी हुन्छ। र ट्रेडिङमा चाहिँ चार्ट इम्पोर्टेन्ट हुन्छ क्या। इन्डिकेटर चाहिँ एउटा टुल मात्र हो होइन। चार्ट हेरेरै धेरै कुरा बुझ्नुपर्ने हुन्छ। अनि डिसिप्लिन चाहिँ सबभन्दा ठुलो फ्याक्टर हो क्या ट्रेडिङको लागि चाहिँ। तर ट्रुथ चाहिँ के हो भने ट्रेडिङ चाहिँ एकदम इमोसन हेभी छ क्या। लस एक्सेप्ट गर्न सक्नुपर्छ क्या तपाईँले ट्रेडिङमा। लस एक्सेप्ट गर्न सक्नु भएन भने चाहिँ तपाईँको लागि ट्रेडिङ होइन है। सिस्टम बिना ट्रेडिङ गर्ने हो भने चाहिँ त्यो एकदम जुवा खेले जस्तै नै हो क्या ट्रेडिङ भनेको चाहिँ। ट्रेडिङ हेर्दा चाहिँ सजिलो देखिन्छ होइन, तर मेन्टल्ली चाहिँ ट्रेडिङ भन्ने चाहिँ एकदम सबैभन्दा गाह्रो काम नै हो इन्भेस्टिङ भन्दा। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा क्या,
नेपालमा धेरैले लस गर्ने कारण चाहिँ के हो त? इन्भेस्टिङ गर्छु भनेर सोचेर इन्ट्री लिने, अनि त्यसपछि ट्रेडिङ सोचेर एक्जिट गरिदिने क्या। एकदम क्लियर प्लानै केही नहुने होइन। आज चाहिँ म रिकभर गर्छु भन्ने खालको मेन्टालिटी लिएर मार्केटमा छिर्दिने। अनि यहाँ मार्केट चाहिँ गल्ती होइन क्या, मार्केट समस्या होइन क्या। आफ्नो रोल चाहिँ के गर्ने, म इन्भेस्टिङ गर्ने कि ट्रेडिङ गर्ने भनेर कन्फ्युज हुँदा नै लस हुन्छ क्या। अब रियल क्वेसनको कुरा गरौँ। तपाईँसँग चाहिँ आफ्नो जब छ होइन, स्क्रिन टाइम एकदम कम छ, स्ट्रेस ह्यान्डल गर्न मन छैन भने चाहिँ तपाईँको लागि इन्भेस्टिङ बेटर हो है। र यदि स्क्रिन हेर्न समय छ, रुल फलो गर्न सक्नुहुन्छ, लस एक्सेप्ट गर्न सक्नुहुन्छ भने तपाईँको लागि ट्रेडिङ चाहिँ पोसिबल छ है। तर याद चाहिँ के राख्नुपर्छ भने एउटै सेयरमा एकै समयमा चाहिँ ट्रेडिङ पनि गर्ने, इन्भेस्टिङ गर्ने गर्ने गरेर चाहिँ डिजास्टर निम्त्याउनु चाहिँ भएन है। सबैभन्दा स्मार्ट एप्रोच चाहिँ के हो त? नेपालमा धेरै सक्सेसफुल मान्छेहरूले चाहिँ आफ्नो 70% क्यापिटल चाहिँ इन्भेस्टिङ गरिरहेको हुन्छ र 30% चाहिँ क्यापिटल चाहिँ ट्रेडिङ गरिरहेको हुन्छ क्या। र यो चाहिँ त्यति गर्न सक्यो भने चाहिँ बेस्ट हुन्छ होइन, स्टेबल। त्यसपछि साइड इन्कम एक्टिभ हुन्छ क्या त्यति भयो भने। यसले क्यापिटल ब्यालेन्स गर्न पनि सहयोग गर्छ होइन, साइकोलोजी स्ट्रङ बनाउँछ र लङ टर्मको लागि चाहिँ यसले टिकाउन, मार्केटमा टिकाउन मद्दत गर्छ क्या। हामीले के कुरा चाहिँ बुझ्न जरुरी छ भने ट्रेडिङ खराब होइन होइन, इन्भेस्टिङ बोरिङ होइन, प्रब्लम चाहिँ मार्केट होइन, प्रब्लम चाहिँ आफ्नो क्ल्यारिटी नहुनुमा हो होइन। पहिला आफैले निर्णय गर्नुपर्छ, आफैले आफैलाई सोध्ने क्या, म ट्रेडर हो कि इन्भेस्टर हो। त्यसपछि मात्र इन्डिकेटर, स्ट्राटेजी, इन्ट्री, एक्जिट सबै कुरा मिनिङफुल भएर आउँछ क्या। र अन्त्यमा यदि तपाईँ टिप्स होइन क्ल्यारिटी खोज्दै हुनुहुन्छ भने नेप्से लोजिक ल्याब तपाईँको लागि हो है। सब्सक्राइब गर्नुहोला। तपाईँलाई अर्को भिडियोमा चाहिँ इन्डिकेटरले किन कन्फ्युजन बनाउँछ होइन, आरएसआई एमएससिडीको चाहिँ रियल रोलहरू के हुन्छ भन्ने विषयमा चाहिँ म बुझाउने कोसिस गर्छु है त। हवस्, धन्यवाद।